पूर्णबहादुर खड्काले पार्टी खोल्दाको दिन छिट्टो देख्न पाइयोस् र सुन्न पाइयोस् भगवान, निकम्मा पतित नालायक भ्रष्ट रहित काङ्ग्रेस नेत्री कार्यकर्ता हुन पाएको दिन मैले खुसियालीमा बागेश्वरी मातालाई नरिवल पानी र अनाथ आश्रममा गएर असहाय बच्चाहरूलाई मैले एक छाक खाना खुवाउने छु र यिनीहरूलाई अलिकति निर्वाचन आयोगको र अदालतको आदेश यिनीहरूलाई स्वीकार्य छैन। गगन थापालाई सभापति मान्न र अरूलाई आफूभन्दा अरू कोही नहोस् म मात्रै हुनुपर्ने भन्ने घमण्डले अहिले नियमित महाधिवेशनको तयारी गरेर नियमित महाधिवेशनमा सभापतिको लागि लड्ने तयारी गर्नु छैन। पार्टी फुट्छ गरे के गगन थापाले तिमीहरूलाई 50% मेरो भयो 50% तिमीहरूलाई दिन्छु आऊ भने तिम्रो पाउ पर्नुपर्ने हो? यति धम्की र ध्वास दिनुभन्दा पार्टी फुटाएर जाऊ, यही नै बेस्ट छ। तिमीहरूको पछि